गरिबीलाई अन्त्य गर्ने गरी सबै मिलेर हैन यो जाति त्यो जाति नभनिकन यो पार्टी त्यो पार्टी पनि नभनिकन यो वर्ग त्यो वर्ग र यो धर्म र त्यो धर्म नभनिकन देशका लागि हाम्रो देशका लागि हामीले श्रम गर्न सकेको हौं। एन्टी करप्सन स्क्वाड हामी युवाहरूले बनाउँछौं नि। जसले भ्रष्टाचार गर्नु भएको छ मुटुद्वारा पारेर बस्नु होला, युवाहरू अब आउँदैछन्। विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ। 27 गते काँक्रेभिट्टामा अनबाट चाहिँ मेयर हर्क सम्पाङ आउँदै हुनुहुन्छ। मिलेर चाहिँ देश बनाऊ भन्ने उहाँको यहाँ रहेको छ। यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण यहाँका जुन अभियानकर्ताहरू एकदम आफ्नो तरिकाले चाहिँ आइरहनु भएको छ। हाम्रो धरती हाम्रो आकाश तपाईको पालो। हाम्रै परिवेश श्रम गरौँ सबै मिली बनाऊ यो देश। हाम्रो धरती हाम्रो आकाश। युवाले गाएको छैन है। हाम्रै परिवेश देश आफै बन्दैन हाते मालो गरवाजै सचाएर फैला श्रम गरौँ कर्म गरौँ विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ। यो देशको ढुङ्गा माटो सबैले गाउनु है। यो देशको ढुङ्गा माटो यो देशको कर्म देशमाथि उठाउन गरौँ श्रम रगत होइन पसिनाले यो देश श्रम र
की लहा लहा फलायो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौँ सबै मिली बनाऊ यो देश। साँच्चै नै आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सबै मिलेर यो देशमा रहेको अभाव र गरिबीलाई अन्त्य गर्ने गरी सबै मिलेर होइन, यो जाति त्यो जाति नभनिकन, यो पार्टी त्यो पार्टी पनि नभनिकन, यो वर्ग त्यो वर्ग र यो धर्म र त्यो धर्म नभनिकन देशका लागि, हाम्रो देशका लागि हामीले श्रम गर्न सकेको हौँ। यही कामनाका साथ मेरो भनाइ राख्दछु। हस्, धन्यवाद, नमस्कार, जय देश। जेएनजीहरूले जुन नेतृत्व सम्हालेको थियो त्यो जेएनजी साथीहरूको तर्फबाट अहिलेसम्म जेएनजीहरूले के गर्दैछन् भन्ने कुरा यहाँ रहेको वासीहरूलाई जिज्ञासा लागेको होला र यहाँको जेएनजीहरूले आगामी दिनको कार्यक्रम र अहिले वर्तमानमा भइरहेको के कार्यक्रमहरू छ त्यो कार्यक्रमको विषयमा विस्तृत कुरा राखिदिनको लागि म जेएनजीहरूको अगुवा आदरणीय ऋतिक थापालाई छोटकारीमा आफ्नो उपलब्धि राखिदिनको लागि अनुरोध गर्न चाहन्छु र नृत्यलाई तयारी अवस्थामा रहिदिनको लागि अनुरोध गर्न चाहन्छु। हामी युवाहरूको माग चाहिँ देशव्यापी रूपमा जे जस्तो भए पनि, जे जस्तो उठे पनि हामीलाई नेपाल र नेपाली हाँसेको हेर्न मन छ। हामीलाई राजनीति थाहा छैन, हामीलाई मूलभूत रूपमा के थाहा छ भन्दाखेरि के सही छ के गलत छ। जबसम्म कर्म सही रहन्छ, जबसम्म सही काम गर्नुहुन्छ, तबसम्म हामी युवाहरूले तपाईँको साथ समर्थन गर्नेछौँ। तर जुन दिनदेखि तपाईँहरूको कर्म गलततिर जान्छ त्यतिखेर हामी नै पहिलो हुन्छौँ विरोध गर्न। उहाँको श्रमदानको जुन अवधारणा छ यो अभियानलाई हाम्रो पुनः साथ समर्थन रहेको छ र उहाँलाई हृदयदेखि नै हामी युवाहरूको तर्फबाट कोटी कोटी नमन छ। हजुरले यस्तै कार्य गरिराख्दाखेरि हामीले पनि केही सिक्न पाउँछौँ। सबै देशप्रेमीलाई समेट्नु होला, किनभने पृथ्वीनारायण शाहले भन्नुभएको यो देश 4 जात 36 वर्णको एउटा साझा फुलबारी हो। यो कुरा कहिले पनि नबिर्सिनु होला। हाम्रो शिक्षाको क्षेत्रमा हामी युवाहरूले राखेको एउटा प्रस्ताव छ गभर्मेन्ट स्कुल्स, मतलब यहाँको हाई स्कुलमा हामीले न्यानो रोबोटिक्स भनेको स्टेम लर्निङ, जसमा साइन्स, टेक्नोलोजी, एजुकेसन, इन्जिनियरिङदेखि लिएर यो मेकानिक्सहरू, रोबोटिक्सहरू चाहिँ हाम्रो बालबालिकालाई सिकाउनुपर्छ भनेर चाहिँ हामीले न्यानो रोबोटिक्सको पनि कार्यक्रम ल्याएका छौँ। र अर्को छ बसपात क्षेत्रमा चाहिँ जेएनजीहरूको ट्रिब्युटमा चाहिँ हामीले एउटा पेन्टिङ बनाउने भन्ने छ। अर्को रहेको छ बोर्डरको सेक्युरिटी कन्सर्न, राति लाइट निभाएर चाहिँ तस्कर भइरहेको देखेको छौँ हामीले आफैले, र मसँग भिडियो रेकर्डिङ पनि छ। अर्को एन्टी करप्सन स्क्वाड हामी युवाहरूले बनाउँछौँ। जसले भ्रष्टाचार गर्नुभएको छ मुटु दर पारेर बस्नु होला, युवाहरू अब आउँदैछन्।